हेलो हेलो गाइज, सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईहरुले कहाँदेखि कसले हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। मेरो नाम कल्पना सुनार, मेरो घर चाहिँ कपिलवस्तुको पुवा। आज चाहिँ हामी सानो भ्लग बनाऊ भनेर भिडियो सुट गर्न थालेको हो। आलु पनि यसो खन्ने जस्तो भएको छ, सबै मुसा लागिसक्यो, त्यही भएर आलु पनि खनौँ भनेर। एउटा त खाइदिइ पनि सकेछ। खै देखाउ त नानी, कहाँ गयो त्यस्तो? ल नानी देखाउ, त्यो अघिको मुसाले खाएको तिम्रो खुट्टानिर छौ। हेर्नुस् गाइस, यति राम्रो आलुले यस्तो गर्दै यो मुसाले यो के गर्दैको छ। मुसाको पाल पनि देखाइदिन्छु कत्रा कत्रा। यी एउटा यहाँदेखि जानी गराछ, एउटा यत्ना छ पाल, एउटा फेरि यता छ। पुरै आलु लैदिएको है। ल लानु त, ल मम्मीसँग है कुरा गर्नुहोस्। अनि गाइस, अब चाहिँ घाम लागेको छ मजाले कपिलवस्तुमा। तपाईहरुकोतिर घाम लागेको छ कि लागेको छैन? चिसो छ मौसम, घाम लागे पनि ख्याल गर्नु होला आफ्नो स्वास्थ्यको। र म हजुरलाई हाम्रो निकालको आलुहरू देखाउँदै गर्छु। हेर्न सक्नुहुन्छ, हामी चाहिँ लसुनको बिचमा हालिदिएको छौँ आलुहरू। यो लसुन पनि हाम्रो यो पुरै यो तोरी भयो हाम्रो। र म पनि ओखल्दौँ है एकचोटि, म पनि ओखलौँ न कतिको आउने रहेछ। ओफो, ए फेरि कता? सरी, अब ओखलौँ है आलु। माइ गड, हेर्नुहोस् त, यो पुरै झाल ओखल्यौँ हामीले चाहिँ। र यो जराबाट आयो आलु एउटा, यसलाई अर्को साइडमा फ्याँकेर यहाँ खनौँ है। यसलाई चाहिँ मैले निकालेँ, हेर्न सक्नुहुन्छ हजुरहरूले। आलु हाम्रो माइ गड, यहीँदेखि देखिरहेको छ गाइजहरू आलु। यसलाई पनि राखिदिउँ अझै, यसलाई पनि ओखलौँ। हेर्न सक्नुहुन्छ। ल अब यसलाई फेरि निकाल्यौँ। यहाँ आलु छ, कुनै कुनै आलु फेरि यत्रिका छन् क्या। जस्तै यो छ, यति आलु आयो। मम्मीले चाहिँ उता खन्न थाल्नु भयो, छ कि भन्दै। हेर्न सक्नुहुन्छ यहाँ। र म चाहिँ हजुरलाई हाम्रो आलुको बुटोहरू देखाउँछु, यति धेरै छ। र मम्मीले चाहिँ यहाँ चाहिँ खनिरहनु भएको छ। हामी अर्को ड्याङतिर लागौँ है। ल अब यसको चाहिँ एउटा गरौँ है हामीले। म गर्दै गर्छु यताको एउटा। ल ओ माइ गड, वाउ, हेर्नुहोस् त गाइजहरू कति राम्रो। यस्तै गरेर निकालौँ। यसको जरामा चप्केर आएको 3टा आलु है गाइस। अब यसको झन् यहाँ तल कति होला? ओफ, वाउ, यो वाला राम्रो हो। मैले चाहिँ हातले निकालिरहेको छु। अझै भिडियोसँगै देखाउँछु मैले होइन। ल अब यसलाई यस्तै गर्दै खनौँ है हातले। म त हातले चाहिँ खनिदिन्छु, मम्मीले बरु कोदालो युज गर्नुहुन्छ, कोदालो कुटीहरू युज गर्नुहुन्छ। फेरि अझ एउटा आलु बोन्नी भयो हाम्रो। यो अर्को उसबाट, अर्को आलुको प्लान्टबाट। र यहाँबाट मैले अझ एउटा आलु निकालेँ। अझ यत्ना पनि रहेछ जरा, यसरी ओखल्देऊ है हामीले। ल एउटा आलु फेरि आइहाल्यो। अब यसलाई अझै हातले खोजौँ। उफ, मम्मीले फेरि कोदालोको प्रयोग गर्नुभयो। र मम्मीले कोदालो प्रयोग गर्दासम्म हामी चाहिँ अर्को साइडको गर्दै गरौँ है। ल यहाँबाट खोज्दै गरौँ त छिटै आलु। ल आलुको ड्याङहरू ओखल्यौँ है। या
यत्रो खल्ले हो ल है वाह हेर्नुहोस् त गाइस ए मम्मी मम्मी हो कि गाइजहरू हेर्नुहोस् त यहाँ मुसा